जसले साँचो मनले पूजा गर्ने भक्तहरूको इच्छा पूरा गर्छिन्। 4 दिनसम्म चल्ने यो पर्व शुद्धता र श्रद्धाको अद्भुत सङ्गम हो। घर सफा गर्ने, नुहाएर शुद्ध हुने, भक्तिले तयार गरिएको प्रसाद बनाउने र खोला किनारमा नत्र पोखरीमा सूर्यलाई अर्घ दिने, यी सबै कर्महरू एउटै भगवानमा जोडिएका छन्। साँझपख जब अस्ताउँदै गरेको सूर्यको सुनौलो किरण पानीमा झल्किन्छ, भक्तहरूको मुखमा झलमलाउँछ विश्वासको उज्यालो र बिहान सबेरै उदाउँदै गरेको सूर्यलाई अर्घ दिँदा उनीहरूको आँखाबाट बग्ने आँसु भक्ति र आनन्दको प्रतीक हुन्छ। छठको सौन्दर्य भव्यतामा होइन, सादगीमा छ। माटोको दियो, बाँसको डोला र भक्तिको स्वर, यिनै हुन् यस पर्वका असली गहना। यो पर्व महिलाको शक्ति, धैर्यता र मातृत्वको प्रतीक हो। जय छठी मैया।